हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल पमिस वर्ल्ड। आज चाहिँ म यहाँ छतमा आएको छु हैन, अलिअलि गोडगाड गरेर। अनि हेर्नुहोस् त हाम्रो यो घर तोडको बोर्ड कत्रो भएको छ, माथि आकाश छुनु आँटिसकेको छ हैन। अनि मैले चाहिँ आज यहाँ पानको पत्ता रहेछ यहाँ कि पानको पत्ता पनि रोप्नु पर्यो भनेर सोचेको, तर पानको पत्तालाई चाहिँ अलिक शीतल ठाउँ चाहिँदो रहेछ नि त, शीतलमा हुन्छ यो। अनि हाम्रो त अब ठाउँ पनि छैन, अनि छतमा फेरि पुरै घाम लाग्छ हैन, अनि घाममा चाहिँ अब त्यति साह्रो हुँदैन। अनि यहाँ मैले एउटा यसो डब्बामा चाहिँ रोप्दैछु, यहाँ चाहिँ सरोस् भनेर। अनि यस्तो शीतल ठाउँ खोजेर यसलाई राख्न लागेको, शीतल ठाउँमा। अनि यहाँ शीतल ठाउँ अलिक कुनामा ठाउँ खोजेर मैले यसलाई राखेँ हैन, पानको पत्तालाई यता सरोस् भनेर। अनि यहाँ हेर्नुहोस् न, मेरो छतको फुलहरू पनि यस्तो भइरहेको छ हैन। यो चाहिँ सदाबहार फुल हैन, रातो र पिङ्क र व्हाइटमा छ हैन। अनि फुलहरू पनि सबै सुकिसकेको छ मेरो, त्यस्तो खासै राम्रो छैन अहिले। अब स्याहार पनि छैन नि त फुलको लागि। अनि यहाँ मेरो एउटा क्रोटन पनि राम्रो भइरहेको रहेछ सानो पोटमा, त्यो पनि मैले गोडगाड गरेँ हैन। अनि यहाँ चाहिँ म आज तपाईहरुलाई मेरो फेरि नयाँ रेसिपी आँपको, यो चाहिँ कस्तो भन्दाखेरि नुन मसला मोलेर राख्ने आँपको अचार हैन। अस्ति मैले खट्टी मिठी बनाएको, कतिजनाले हेर्नुभयो हैन। यो चाहिँ अब मसला नुन हालेर चाहिँ नुनमा भरेर राख्नलाई चाहिँ मैले बनाएको, थोरै मात्रै बनाउँदैछु हैन, 3 किलो होला। अलिकति चाहिँ त्यतिकै पाकेर खानलाई राखेँ मैले हैन, थोरै बनाएको। अब फर्स्ट टाइम बनाउँदैछु नि त, भनेर बिग्रेला के होला भनेर। अनि यहाँ चाहिँ मैले काट्नलाई चुलेसी चाहिँ रेडी गरेँ हैन। तर साथीहरू मलाई त खासै चुलेसी चलाउन आउँदैन, छुरीले चाहिँ म छुरी चाहिँ चलाउँछु हैन। अनि यो चुलेसीले काट्नै आएन मलाई चाहिँ, कस्तो ढुट्टो भयो क्या। अनि यहाँ फेरि अर्को एउटा बुचरले युज गर्ने जस्तै ठुलो एउटा नाइफ लिएर काट्नलाई मैले ट्राई गरेँ, यसले चाहिँ अलिक ठिकै काट्यो हैन। अनि अब हेर्न आफूलाई पनि मलाई त पुरा बुचर जस्तै लाग्दैछ क्या, अब मासु काट्ने मान्छेहरू जस्तै लाग्दैछ हैन। छुरी पनि त्यत्रै ठुलो, अनि सेप पनि अब साइजहरू नि ठुलो सानो भयो नि त। यसको भित्रको त्यो हड्डी गुदी निकाल्नु पर्छ नि त, अनि त्यो हड्डीले गर्दाखेरि अलिकति गाह्रो भयो क्या, चुलेसीले पनि काट्नु सकेन हैन। छुरीले त झन् त्यो टुक्रै टुक्रा भयो सानो। अनि अब यो ठुलो दाउ जस्तै एउटा छुरी लिएर चाहिँ मैले काट्दैछु, यसले चाहिँ ठिकै लाग्यो हैन। अनि त्यसको गुदी निकाल्नु चाहिँ अप्ठ्यारो भएर मैले फेरि सानो चक्कु लिएर निकाल्दैछु हैन, यसको गुदी चाहिँ। अनि यसरी गुदी निकालेर चाहिँ काट्नुपर्ने हुन्छ नि त। अनि अब त्यसको त्यो भित्रको हड्डीले चाहिँ अलिक गाह्रो भइरहेको छ मलाई हैन, यसरी ठोकी काट्दैछु। अब हजुरहरूले कसरी गर्नुहुन्छ हैन, मलाई त्यसको काट्ने तरिका नै आएन। खास गरी यसको यो आँप काट्ने पनि हुँदो रहेछ कि, अचार बनाउनलाई काट्ने एउटा अलग्गै एउटा छुरी हुँदो रहेछ, त्यो चाहिँ मसँग थिएन। सो मैले चाहिँ यही दाउै युज गरेँ हैन। अनि यसरी काट्दैछु साथीहरू। अनि साइज पनि अब अलग-अलगै भयो, एक समान नै भएन क्या। अब जस्तो सुकै होस् हैन, अब अलिकति मात्रै यसो बनाउनलाई खोजेको मैले पनि, तर अलिक भित्र चाहिँ पाकेको जस्तै रहेछ क्या, पाक्न लागेको छ। अब आँप लिएको पनि ल्याउने बित्तिकै बनाउनु भ्याएन नि त, मैले 1-2 दिन चाहिँ राखेको थिएँ घरमा हैन। अनि पाक्न थालेछ क्या आँप चाहिँ। अनि यसरी मैले काटिसकेँ हैन, काटेर यति भयो, एक आधी चाहिँ भयो। अनि अब यसलाई चाहिँ अब नुन खोर्सानी त हैन, नुन र हल्दी हालेर चाहिँ यसलाई भिजाएर राख्नु पर्ने अरे। त्यही भएर अनि यसलाई मैले हल्दी अनि नुन चाहिँ हालेर हैन, नुन पनि लिइसकेको छु। यसरी मिसाएर चाहिँ यसलाई मैले सबै मिक्स गरेर राख्न लागेको। अनि नुन र हल्दी, यहाँ हल्दी मैले 2-3 चम्चा हालिसकेँ हल्दी। अनि यहाँ अब नुन पनि हाल्छु, नुन पनि मैले 3-4 चम्चा जस्तै हालेँ नुन हैन, किनभने नुनले पानी निकाल्छ नि त, यो आँपमा भएको पानी छोड्छ क्या। अनि त्यो भएर पानी निकाल्नलाई चाहिँ यसलाई मैले नुन र हल्दी मिसाएर यसरी सबैतिर मिक्स होस् भनेर यसो गरेँ हैन। अनि यसरी चाहिँ भयो। अब यसलाई चाहिँ मैले 1 दिनभरि चाहिँ 1 दिन भोलिपल्टसम्म चाहिँ यसरी भिजाएर राख्छु हैन। अब भोलिपल्ट कति पानी निस्किन्छ अब हैन, यस्तो भइरहेको छ। यो चाहिँ अब नेक्स्ट डेको हो।
यस्तो भइरहेको रहेछ हैन। त्यो पनि अझै पनि एक दिन राख्यो भने अझै यसले पानी निकाल्छ। तर अब ठिकै छ अब भनेर मैले यसलाई अब सुकाउनुतिर लागेँ हैन। पानी चाहिँ यतिको निकालेछ। अनि एउटा कपडा ओछ्याएर चाहिँ यसलाई सुकाउँदैछु मैले घाममा हैन। घाम पनि मजाले लागिरहेको थियो र यसरी मैले सुकाइसकेँ। हेर्नु न साइजहरू पनि कोही ठुलो कोही सानो भइरहेछ हैन। अनि यसको भोलिपल्टको यो चाहिँ अलिकति सुकिसकेको छ हैन। मेरो आँपको यस्तो पिसहरू चाहिँ अलिक सुकिसकेको छ। यतिको चाहिँ सुकेको रहेछ। अब चाहिँ हाल्ने बेला भयो हैन। यसलाई चाहिँ मसला मोलेर अब बोतलमा हाल्ने बेला भयो नि त। तर हेर्नु न साथीहरू अब यस्तो घाम लाग्छ खङ्ग्रङै नै भएछ कि अलिकति धेरै नै सुकी पठाएछ क्या। अब त्यही पनि के गर्नु अब टाइममा मैले मसला मोल्नु पाएन नि त। अनि मैले यहाँ मसला पनि रेडी गरेछु। सुकेको खोर्सानी हैन। अनि सौंफ मेथी जिरा तोरी कालो जिरा हैन सबै अजवाइन भन्छ नि ज्वानो सबै मैले रेडी गरेर यसलाई भुटभाट पारेर यसरी राखेँ हैन। अब यसलाई चाहिँ अब मिक्सीमा पिस्नु पर्ने हुन्छ र मिक्सीमा मैले यसरी हालिसकेँ हैन। मिक्सीमा हालिसकेँ। अब मिक्सीमा म ग्राइन्ड गर्दैछु र यतिको मिन बनाएँ मैले हैन। धेरै मिन पनि नबनाएको ठिकैको। यसरी मसला सबै मिक्स भइसक्यो हैन भुटेको मसलाहरू। अनि यहाँ तोरीको तेल पनि रेडी छ। 1 पाउ जस्तै तोरीको तेल मैले यसा तेलमा मतलब कराईमा तताएँ हैन। अनि यसरी भुटेको मसलाको धुलोमा चाहिँ पाउडरमा चाहिँ मैले यसरी हाल्दैछु हैन। तातेको तेल चाहिँ यसरी हालेँ हैन। हजुरहरूको अलग फरक तरिका हुन्छ होला तर मलाई चाहिँ यसरी नै सजिलो लाग्यो। र तातो तेल चाहिँ मसलामा हालेँ मैले हैन। अनि अब चाहिँ यो सुकेको आँपको टुक्राहरू चाहिँ यसरी तेल र मसलामा हालिसकेँ मैले हैन। अनि अब मिसाउँदैछु यसरी डाडुले चलाइ सबै मिसाउँदैछु। अब यसमा चाहिँ मैले फेरि पनि अलिकति नुन हाल्छु र रातो धुलो खोर्सानी चाहिँ हाल्छु हैन। मसला त हालिसकेँ नि त। अब नुन त पहिला पनि हालेको थिएँ त्यही पनि अलिक कम हुन्छ होला भनेर अलिकति नुन फेरि हालेँ मैले हैन। अब रातो खोर्सानीको धुलो पनि हाल्छु किनभने अब धुलो खोर्सानी चाहिँ अब कलर राम्रो देखाउँछ नि त अलिक राम्रो रङ दिन्छ। अनि त्यही भएर धुलो खोर्सानी पनि सानो प्याकेटको 1 प्याकेट हालेँ हैन। अनि यसो देखिँदैछ मेरो अचार है। अनि आज एक दिनको लागि चाहिँ यही आडीमा नै घाममा सुकाइलिँदैछु मैले हैन। अनि यतिको चाहिँ भएछ। मैले बोतलमा डाइरेक्ट नहालेको के एकछिन घाममा सुकाएको एक दिनको लागि। अनि यहाँ चाहिँ आमाले बाती बनाउनुलाई यहाँ रुवा पनि सुकाइराख्नु भएको छ। र मैले यो क्रोटन पनि तल लिएँ हैन। हाम्रो बाल्कनीमा तल लिएर सिमिरहेको छु। हावा मस्त चलिरहेको थियो हैन। मस्त हावा चलिरहेको थियो। अनि यहाँ चाहिँ मैले यो के भन्छ घडी फुल भन्छ हैन। यो घडी फुल पनि सारेको छु नि त। सबै मिक्स कलरमा सारेको छु। अहिले कलर निस्केको छैन फुलेको छैन कुन कलर हुन्छ अब हेर्दै जानुपर्छ। अनि यहाँ पनि एउटा कुन फुल हो नाम थाहा छैन है। यो पनि राम्रो भइरहेको छ। अनि रेन्सीले चाहिँ माछा हेरिरहेको छ यहाँ हैन। माछाले बच्चा पनि दिएछ। अनि यो चाहिँ मेरो ब्लिडिङ हार्ट हो मजाले फुलिरहेको छ है। मलाई चाहिँ कस्तो मनपर्छ यो फुल पनि हैन। सो साथीहरू मैले मेरो आफ्नो रेसिपी सेयर गरेँ हैन। मलाई जति आउँथ्यो हुन त मैले फर्स्ट टाइम नै गरेको यो हैन। युट्युबबाट हेरेर भिडियो यसो सिकेर मैले आफ्नो तरिकाले गर्नु चाहिँ। र हजुरहरूले कुन तरिकाले र कुन प्रोसेसले गर्नुहुन्छ है कमेन्ट गर्नु होला। अनि यो मैले चाहिँ यसरी नै गरेँ। हेर्दा त अब ठिकै देखिएको छ। अब खानुमा चाहिँ कस्तो छ थाहा छैन हैन। अब खाएपछि नै थाहा हुने हो यो। अहिले त अब खाने बेला त भएको छैन। अनि यो चाहिँ मैले एक दिन सुकाएपछि चाहिँ यस्तो भएको छ कलर। अनि यसलाई चाहिँ अब डब्बामा हाल्नलाई मैले भिनेगर पनि रेडी गरेको छु हैन। भिनेगर हालेपछि चाहिँ अलिक दिन टिक्छ होला जस्तो लाग्छ र भिनेगर पनि हालेँ मैले 2-3 बिर्को हालेँ। अनि यहाँ चाहिँ एउटा खाली डब्बा लिएर मैले मेरो अचार भर्दैछु हैन। कस्तो भयो अब धेरै त बनाएको थिएन थोरै मात्रै बनाएको थियो। अनि एक डब्बा सानो डब्बा ठिकै हुन जति। अनि साथीहरू मेरो यो रेसिपी कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है त। अनि मेरो भिडियो हेर्दै गर्नु होला।
मन परेको छ भने लाइक गरिदिनु होला, शेयर कमेन्ट पनि गरिदिनु होला, सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला भन्दै आजलाई यतिमा नै फेरि पनि भेट्ने छु। बाइ बाइ साथी।